चल्लाई दशा लागेपछि सहरतिर धाउँछ जसले केही गर्ने सक्दैन उसले फुर्ती लाउँछ दिन बिग्रेर होला न्युको खोज्न आउँछ बेलैमा कुरा नबुझे आफै दुःख पाउँछ दिन बिग्रेर होला न्युको खोज्न आउँछ बेलैमा कुरा नबुझे आफै दुःख पाउँछ तिनीहरूलाई के थाहा यहाँ त्यसको पाउँछ सबैलाई हराएर आफै जित्ने दाउ छ सबैजनाले एउटा कुरा सुन सबैजनाले एउटा कुरा सुन के कालाएपछि त सुँगुर मुस्कुराउँछ कालाएपछि त सुँगुर मुस्कुराउँछ कालाएपछि त सुँगुर मुस्कुराउँछ कालाएपछि त सुँगुर मुस्कुराउँछ सुँगुर मुस्कुराउनु भनेकै कालाउनु होला नि त के हो भुँडी पड्काउन आँट्यो पाजीले दुःख गरेर ल्याएको चामल घटा अब फेरि चर्पीको खाडल भरिनु भयो होइन बाउले कमाएकै छ चर्पीको खाडल खनेकै छ निल पानी तेरो बाउले पल्लो डाँडाबाट बोकेर ल्याएर भर्दैकै छ होइन कति कराको छोरा कसको तेरो अनि मैले मात्र जन्माको हो र त्यो तँलाई थाहा होला अनि त्यो चैतको 24 गते सुतेको चाहिँ कोसँग थियो तँसँग अनि मैले भुडी बोकेको कहिले त्यही चैत 24 वटा अनि मैले मात्र जन्माको हो र त्यो तँलाई थाहा होला चुप लागेर भात खिच फाल भात फाल ए बाउ भात कहाँ फ्यालेछु मैले त्यो के हो ए उल्का त्यो एक सिता भात पनि फ्याले हुन्छ किन हुँदैन त्यो एक सिता धानको ब्याट राखेर बाँझो खेत जोतेर हिल ल्याएर आली लगाएर बाउसे लगाएर फ्याउरी लगाएर धान रोपेर 3 महिनापछि पाकेर त्यसपछि काटेर त्यसपछि झाँटेर धानलाई सुकाएर त्यसलाई मिलमा कुटाएर चामल बनाएपछि ल्याएर नाङ्लोमा केलाएर प्रेसर कुकरमा हालेर सिटी लगाएर अनि भात बनाएर तेरो थालसम्म टक्राउनु कति गाह्रो छ भन्छ तैँले कहिले गरिहाल्छस् जा त्यो चर्पी भर्न जा अब भुँडी त भरिहालिस् चर्पीको खाडल पनि भर तँ चाहिँ के वात्त परिराखे ए तुम्बा के जिस्किरा भने तेरिका यार उता लानु पड्किन्छ भने भुत्रा पड्किन्छ भरा भए पो पड्किन्छ बरु आइज बारुद बनाउन सका आज बाघ मार्न जानु छ अनि तुम्बा यो बन्दुकले त स्याल पनि नमर्ला जस्तो त बाघ मर्छ किन मर्दैन सुँगुरे काजीले पङ हान्यो कि डल्लो मिसै हुँदैन पत्या तुम्बा पत्या तपाईँले मारेको बाघ भालु चित्तल मृग सिर्ग सबको मासु खाँदा यी हेर्नु त धारै गएको छ फेरि तिहार्ने बेला भइसक्यो
नगर्नु न भने अलिक मान्छेको यहाँ ख्यालमै ध्यान जान्छ यार प्लिज। अब यहाँ बन्दुक पड्किन्छ कि पड्किँदैन खोइ डाँडाबाट पहिला सुरुवात हुन्छ। सुँगुरे भाइ आर्यन खेलाची गरेको यो मेरो मेमेले आँखेले आप्पाले चलाउँदै आएको ऐतिहासिक बन्दुक हो। अनि यो बन्दुक पड्किन्छ र भन्दै खिल्ली उडाउने यो जाँठाले अनि म चाहिँ चुप लागेर बस्छु। यसरी त मेरो उग्रको पनि उक्कै बेजत भएन। त्यही भएर तारा नआँटेको जाँठा। यो हिजोको चल्लालाई यो बन्दुक ऐतिहासिक हो भने थाहा हुन्छ त? तिमी पनि अचम्मको पराकाष्ठै छस् हौ जाँठा। त जा जाँठा अहिले सुँगुरेको फेरि गोली खान्छस् जा। जाऊ हिँड। के रहेको जाँठा तेरो आँखा साखा अहिले मैले फेरि यसले पक्कै निकालिदिन्छु। हेर जन्तरे यस्तो चिसोमा यो टिनको छानोमा चिसोले कठङ्ग्रेर मर्छस् है। बेलैमै विचार गरे अहिले मलेसियाको राम्रो कोटा आएको छ। तत्काल गइस् भने अर्को वर्ष त बिल्डिङ बनाउँछस्। 1000 चोटि भनिसकी सुन्दैनस्? यो उमेरमा कानमा तेल हालेर बस अनि पछि चाहिँ कुब्रे भएपछि थाहा पाउला। तर आँखा तर्दै गर अहिले नपत्या अनि पछि चाल पाउँछस्। अनि मसँगै त गुहार माग्ने होला नि। हातमा सुनको चुरा, कानमा 10 तोलाको झुम्का, घाँटीमा टाढ जत्रो सिग्री लगाइदिन तँलाई रहर लाग्दैन? अर्काको छोरी चेली ल्याएर यस्तो दुःख ठाउँमा राख्छस्? सोच जन्तरे सोच। होइन है हाडे काका, आफ्नो आङको भैँसी नदेख्ने अर्काको आङको जुम्रा देख्ने भने जस्तो मेरै घरको किन धेरै चिन्ता हो? होइन है हाडे काका, मैले मेरो बुढीसँग सुतौँ कि हगौँ कि मुतौँ कि बुढीसँग उतो गरौँ कि तिमीलाई के कायदा भएर? अनि हामी टिनको छापरमा सुतौँ कि नालीमै सुतौँ कि उता बारीको पाटोमा सुतौँ कि तिमीलाई के को टाउको दुखाइ? कति न उसैले ल्याएर हाम्रो मानव भरिए जस्तो तिमीले ल्याएर हामीले हस्पिटल पाएको हो र? 2-4 क्लास पढे भन्दैमा 2-4 सय दाम कमाए भन्दैमा धेरै ठुलो कुरा नगर है। भुत्ते खुकुरी निकालेर गर्दनमा रेट्नु नपरोस्। कुकुरको पुच्छर 12 वर्ष ढुङ्ग्रोमा राखे पनि बाङ्गो के बाङ्गै भने जस्तो। मैले त तेरै राम्रोको लागि भनेको त नि जन्तरे, भलाइको त जवानै छैन। तिम्रो उतोको व्यवस्था म गर्छु। बेलामा सोच है जन्तरे। अलिकति हुने हाने भए भन्दैमा 2-4 पैसा कमाए भन्दैमा फुर्ती लाउँदो रहेछ। काहीँ नभएको जात्रा हाँडी गाउँ भने जस्तो। अनि तँलाई चाहिँ यो चोली नलगा भनेको होइन, दुनियाँको आँखा बाल्नलाई तेरो उतो टल्काउँदै हिँड्छस्? बेसाउन सक्दैनस्? कहाँ किन्दिएको छ अर्को लाउनलाई? अनि त्यहाँ छैन पो क्या भाइ? ला यो भिर हौ एकछिन पख त हामी बाघ हिँड्ने गौडामा आइपुग्यौँ।
म यही गौडामा कुरेर बस्छु ऊ त्यो पारी छ नि लिम्बू त्यहाँबाट बाघलाई तैँले झोडेर ठ्याक्कै बाहिर निकाल म यसरी ताकेर पक्कै हान्छु है त लु हौ सुँगुरे तँसँग बाघ मार्न हिँडेको यो जङ्गलमा पनि 27 वर्ष भइसक्यो न यो जङ्गलमा बाघै देख्या छु न तैँले अहिलेसम्म एउटा फिस्टा मारेका छस् हावातालमा कहिले यता झोड्नु जा भन्छस् कहिले उता जा भन्छस् कहिले यता जा भन्छस् बरु यसो गरौँ यहाँ 27 वर्षको मेरो अनुभव छँदैछ त्यो बन्दुक मलाई दे त झोड्नु जा म एकैचोटिमा पक्लाकै पार्छु ले त बन्दुकले तैँले राम्रोसँग झोडे भए पो बाघ निस्किन्छ त अनि राम्रोसँगै झोड्दैनस् तैँले अलि राम्रोसँग झोड ठ्याक्कै निकाल म पग्लाकै पार्छु लु ए पत्तै नजाठा लु आज त झोडेर त हेर आज ठ्याक्राक्कै निस्किन्छ लु आज लास्टचोटि झोड्छु आज पनि बाघ निस्केन भने अर्को पालिबाट त जाठा झोडुवा म जाठा गाउँडा बस्छु फेरि बुझिस् नि लु गइहाल गइहाल म रेडी लास्टचोटि है ल राम्रोसँग बस्ने त्यहाँ लु रिसाउँदै कराउनु भएको तेरो कसम चक्कर लेखा भन्छ तँलाई मैले गाउँ लखर 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 नडुल भने हैन त्यसरी किन हिँडेको त त्यति बिजी हैन म हिँडे तपाईको खुट्टा दुख्यो कि जमिन भास्यो कि पृथ्वी उल्टो भयो म हिँड्दा के बिग्र्यो होइन सक्यो यहाँ के पैसा कसरी यसरी यो चप्पल हेर त हेरिस् यो चप्पल किनेको मैले जम्मा 1 वर्ष भयो तैँले यसरी चप्पल लगाएर हिँडेको गरिस् भने यो चप्पल खिएपछि चुडिन्छ चुडेपछि के हुन्छ काली वीर दान प्रसादको गोजीबाट पैसो झिकेर फेरि अर्को चप्पल किन्नुपर्छ यसरी चप्पल चुडिने टाइमै नभइकन मैले चप्पल किने गरेपछि के हुन्छ हामी गरिब हुँदैन गरिब भएपछि दान प्रसादले अर्कालाई सापट मागेको सुहाउँछ अर्कालाई सापट मागेर हिँड्नु परेपछि यो गाउँ समाजमा चाहिँ मलाई सबैले गरिब भनेर हेर्दैनौ गरिब बनाउनतिर तुल्लेका छन् यार यिनीहरू यार सुन चप्पल लगाएर हिँड्ने होइन तैँले चप्पल लगाएर हिँडेका कारणले भोलि मैले भात खान पाइन भने काली वीर दान प्रसाद रोँदैन यहाँ बुझिस् हल्लाइङ्गा सम्लो खेप्सेमना हौ जाँठा होइन यो कहाँ मुन्टी हो 4 घन्टा भइसक्यो अहिलेसम्म खोइ पत्तो पत्तो केही छैन होइन यसले छोडेर पो गयो क्या हो यसले यस्तो कुरा त पहिला पनि गर्थेनौ हौ खान यो लिम्बू कहाँ चाहिँ गयो छौ खोज्दा त्यसलाई त्यत्तिकै छोड्ने होइन मार्ने भनेपछि मार्ने हो कि मरिन्छ कि मारिन्छ मार्ने हो साला कि आफै किन मर्न नपरोस् मर्ने होइन मार्नुपर्छ त्यसलाई जुदै गाड्नुपर्छ को हो त्यो भन
स्कोर्प। दादा खाडल चाहिँ म खान्छु तर झ्याम्पल र कोदालो चाहिँ कहाँबाट ल्याउने हो? ए म्यापमा हेर्ने म्यापे तर काट्न चाहिँ कसलाई काट्ने भयो? त्यो सुँगुरको छाला कसरी काट्नुपर्छ मलाई थाहा छ। अलराइट। अब जे गर्नु छ म गर्छु तर यो काम गर्न सबैले आफ्नो डिपार्ट छुट्याउनुपर्छ। तिमीहरू दुईजना दारू र दौरा ठिक पार, म र म्यापे त्यसको मासु पिस गरेर काटेर ल्याएर यहाँ पोल्न लिएर आउँछौँ। माउरी भनायो भने मह चाट्ने बेला भएको, सुँगुर मुस्कुरायो भने त्यसलाई काट्ने बेला भएको। ओइ अब सुँगुरको कोरो मासु मजाले पोलेर खाने बेला आयो, बुझिस्? म्यापे अचार चाहिँ राम्रोसँग पिरो पारेर चट्ट बना है। हस् दादा हस्। ए भतिज छोरा त मेरो छोरै हो नि, यसो नगर न बाबु, छोडिदे तपाईँ मलाई। हेर तँलाई म बरु भटभटै किनिदिन्छु क्या, बरु भन्न कति पैसा चाहियो तँलाई? यस्तो हालत फेरि अरूले देख्यो भने मेरो इज्जत रोलाएर, त्यही भएर कति पैसा भन् म दिन्छु क्या ए बाबु। ओ तुम्बा, मलाई के पैसामा बिग्ने जस्तो देख्यो? के म पैसामा बिग्ने जस्तो छु? बरु सुँगुरलाई मारेर त्यसको मासु खाएर 20 वर्ष जेल जान्छु म। जेल गएपछि सबले मलाई के भन्छन्, यो त मान्छे मारेर आएको। जब म बाहिर निस्किन्छु नि सबै म देखेर त्यसपछि म के डोन मार्ने के रे? डोन दादा डोन। दादा अचार त एकदम मिठो बन्यो त। अब त्यो सुँगुर हान्ने होइन? हान्ने हो। ए भतिज 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 के गर्नुभएको मेरो बाबालाई? खुर्का छोडिदिनु त। म्यापे हजुर दादा। डोरी खोल्दे त भाइ। हस् दादा। चार घन्टा भइसक्यो होइन, कति बजे चाहिँ आउँछ तिनीहरू? आफूलाई यहाँ सड्कन नपाएर त्यही भइसक्यो। बाटो हुँदै होला म्यापले डाटे होला हामीलाई त्यो ट्यापले। Yes, check it out. अलि लागिरहेछ डाउट। म चाहिँ सक्दिनँ अब कुर्न, यहाँ आफूले खानु नपाएर आतै कामेरो थर्र भइसक्यो। म त आएँ अब। हान्ने नास्ता चाहिँ अब? ओके, मैले पनि तेरो कुरा मानेर तसँग चियर्स हाने। चियर्स। स्कर्प
जे भो सकियो केटा हो। अब हिसाब किताब तराजुमा राखेर जोख्दा बराबर छ। छोड्देऊ। किन छोड्ने? त्यो ठुलो कि म ठुलो? त्यसको बाउभन्दा त म जेठो। त्यही माथि यो सुँगुरे काजीको यो गाउँमा कत्रो ठुलो इज्जत छ। आज मलाई त्यसले अपमान गर्यो, भोलि मलाई यो सारा गाउँले अपमान गर्ला। यो सम्झिँदा मेरो पारा तत्तेर आउँछ। त्यसलाई म त्यत्तिकै छोड्छु? चार पट्टा मोडेर सिस्नो पानीले ज्याम ज्याम लगाउँछु त्यसलाई। त्यसैमाथि कालो मोसो दलेर जुत्ताको माला लगाएर डाँडा कोटाउँछु त्यो पाजीलाई। हो कटाउनु पर्छ दाजु। त्यो गाईको अनुहार गरे गोरुले मेरो छोरालाई जाँड खुवाएर गाउँले डुङडुङ्गी गनाउने बनाएको छ। म त भन्छु त्यसलाई मात्र होइन त्यसको शाखा सन्तानलाई गाउँबाट लहाड्नुपर्छ। फेरि बोल्यो अर्को नमुना जाटा। नबुझी नबोलौँ त। त्यो बेला के भएको थियो यो गुच्चा जस्तो आँखाले सबै छर्लङ्गे देखाएको छु। त्यही भएर जे भो सकियो। सकिँदैन, अब झन् उल्टै हुन्छ। जसरी भए पनि समाज त भेला पार्ने नै हो। जा छोरी, सबै समाजका मान्छेहरूलाई चौरीमा भेला हुन्। पर्दैन बुहारी। बुहारी छोरी कसै न कसैको त बुहारी त भइहाल्छ नि भोलि पर्सि। तिमी जानु पर्दैन, तिमी घरमै आराम गर। ओ बाघमारा दाजु जाउँ हामी। जन्तरे हजुर भरे के खाने? चामलको एक गेडा छैन, नुन तेलको त कुरै नगरौँ। खै बुढी तिमी के खान्छौ त्यो त थाहा भएन। म चाहिँ साह्रै स्वादले तिम्रै उतो खान्छु। खान्छ उ त्यो, हेर्छु म पनि कसरी खाँदो रहेछ। भातको त कुरै छोडौँ। एक सरो गतिलो कपडा पनि दिएको छैन, दिएको रे उसको आफ्नै, त्यो पनि जातिको। ए ठुक्क कसलाई छोएको तैँले? तँलाई ठोकेको। कसलाई भनेको तैँले? तँलाई भनेको म तेरो तेरोमा तेरो होइन ओए बुढाबुढी दिउ सही ठाक्र र ठुक्र गर्दै के रविता देखाएको तिमीहरूले? होइन तिमीलाई यो एरियामा बाहिर नटेको भनेको होइन? के खोज्नु आएको यहाँ? हेर यति राम्री बुढीलाई कस्तो दुःख दिएको यो जन्तरले। होइन है काका, मेरी बुढीलाई मैले माया गरौँ कि उतो गरौँ कि थप्पडे लगाऊ कि तिमीलाई के को ट्याक लु जेसुकै गर, मलाई मतलब भएको कुरा होइन त्यो। उहाँ त्यो दानेको छोराले सुँगुरेलाई झन्डै यामलुक पठाएछ। त्यही भएर भरेमा चौरीमा समाज भेला गर्ने भने हन्, त्यही भन्न लागेको म। बाँकी तिमीहरूकै मर्जी। लु म चाहिँ लागेँ अब। दाने दाने हो दाने होइन को मुला हो? मेरै घर बाहिर आएर मेरै नाम काटेर बोलाउने। 45 हेक्टरको भूकम्प आए जस्तो। होइन तँलाई कसले अनुमति दियो? हु गिभ्स यु परमिसन? साला पुराणमा बज्ने थोत्रो माइक जस्तो चिचाइरहेछ बाहिर आएर। अहिले स्याल मारा को स्याल मारा? ठुलो कुरा नगरौँ त। म खुदको स्वयंको मुखले बोल्नु पनि अनुमति चाहिन्छ? चाहिन्छ। कसको? मेरो। त जाँठा पिनिबा पनि के पिनिबा मान्नु? हाप्सी यो बाघमाराले जहाँ टेक्छ नि त्यहाँनिर गर्जिन्छ, बुझिस्?
होइन हो बुढी, यो त धेरै डुम्रियो त। मेरो पुर्खालाई पो श्राद्ध दिएछ, सालेले त खोज्यो क्या, यसलाई म सिधाइदिउँ? होइन होइन, तपाईँहरू दुईजना भेट्नै पाएको छैन, जहिले पनि कुकुर बिराल जस्तो बाँच्नै पर्ने। ए बाघमारा दाजु, कति कामले पाल्नुभयो? हो यसरी सोध्नुपर्छ, अनि पो आउँछ त। ल सुन्दान प्रसाद, त्यो सुँगुरेले माथि चौरमा अहिले झट्टै समाज राख्ने रे। तिमीहरू दुईजना पनि आऊ अहिले। ए भनेपछि म प्रमुख अतिथि हो होइन? अनि के त सभापति हो? ए होइन। त्यसो भए म किन जाने? जहाँ यो कालीवीर दान प्रसादको इज्जत हुँदैन त्यहाँ पाइला टेक्दैन यो दान प्रसाद। बुझिस? आउँदिन म, यो जान्छे, बुझिस? जा, तर चप्पल नलगाइकन जानु। भाइरस एन्ड डेन्जर फर योर हेल्थ। होइन यो गाउँमा मलाई चाहिँ नाङ्गे झार बनाउने को ओए? को हुनु नि? त्यही सुँगुरे। सुन मेरो आफन्त र मेरो गाउँलेहरू, आज मलाई भाला हान्ने प्रयास गरिएको छ। जसोतसो म बाँच्न सफल भए र मलाई नयाँ जीवन दिनुमा मेरो छोरीको ठुलो हात छ र मलाई मार्न खोज्ने त्यो राक्षसलाई सिस्नो पानी लगाएर चारपट्टा मोडेर कालो मोसो दलेर जुत्ताको माला लगाई यो गाउँबाट निकाल्ने हो र यो सब यो रामदेवीको छोरालाई गर्ने हो। यसकै छोराले हो मलाई मार्न खोजेको। ए सुँगुरे दाइ, यो के भन्नुभएको? मेरो छोराले त्यस्तो गर्नै सक्दैन, सरासर झुटो। झुटो होइन रामदेवी भाउजू, यो कुरो 100% सही हो। नपत्ता यहाँ साक्षीलाई सोध्नुहोस् न। भनिदेऊ त बुहारी, छोरी छोरी भनिदेऊ त, छोरी नडराइकन भनिदेऊ। हो काकी, बाबाले भन्नुभएको कुरा सही हो। म घर फर्किँदै गर्दा त्यो ट्यापेले भालाले घोष नै लाएको थियो। म आत्तिएर चिच्याउँदा धन्न यो घटना हुनुबाट जोग्यो। यदि यो कुरो सही हो भने मेरो छोराको तर्फबाट बरु म माफी माग्छु। सुँगुरे दाइ, एकचोटिलाई गल्ती भयो, मेरो छोरालाई माफ गरिदिनु। लु मैले पो माफी दिउँला रे, यो कुरा ठिक छ। तर यो कुरा कदम कदाची मेरो छोरोले थाहा पायो भने तिम्रो छोरोलाई मारिदिन्छ, किनकि मेरो छोरो बाघ हो, बाघ। मेरो छोरा पनि सिंह हो, सिंह, कोही भन्दा कम छैन। जसको छोरा जे भए पनि यो बाघमारा जतिको आँटिलो छोरा यो संसारमा जन्मेकै छैन, बुझ्यौ नि? खुलित त जाँठा, अस्ति त्यहाँ बाघ मार्न जाँदा फेरि थुतु भाग्ने म होला होइन? लु अब यो हाँसी मजाक धेरै भयो र अब मुद्दामा आउनुपर्छ। मेरो यो झुकेको शिर ठाडो पार्नको लागि त्यो ट्यापेले यहाँ मेरो खुट्टा आएर ढोग्नु पर्छ, अनि मात्र माफी पाउँछ। बुझ्यौ रामदेवी? हस् हजुर, त्यसै गर्छु। जन्तरी, तिमी अझै रिसाइराकी छौ? कसरी मर्छ रिस? खुसी दिनु त परेको कुरा, तिमी त कुट्छौ पनि मलाई। अघि चौरीमा देख्यौ कति राम्रो राम्रो कपडा लाएर आएका थिए। आफू भन्ने जस्तो च्यात्तिको सँग हिँड्नुपर्छ। बरु तिमी पनि जाऊ न विदेश, मलाई पनि राम्रो राम्रो कपडा लाउन मन छ। हेर है जन्तरी, घाम बिना जुन अधुरो, जुन बिना तारा अधुरो, तिमी बिना म अधुरो, म बिना तिमी अधुरो, तिम्रो उतो बिना मेरो उतो अधुरो, मेरो उतो बिना तिम्रो उतो अधुरो। यसरी म अधुरो नै अधुरो छोडेर
कसरी विदेश जान सक्छु भन त बुढी। हेर मलाई अरू केही पनि थाहा छैन, तिमी जसरी नै विदेश गएर पैसा कमाउनु पर्छ। अब तिमीलाई म विदेश जानुमा नै खुसी मिल्छ भने म तिम्रो खुसीको लागि जे पनि गर्न तयार छु। म जान्छु नि त विदेश। विदेश जाने दिन पनि आयो। यदि म विदेश गएँ भने मेरी फुल जस्ती बुढीको उतोको रस त भमरा बनेर हाँडे काकाले चुस्छ। अब म विदेश गएर पैसा कमाऊँ कि बुढीको उतो जोगाऊँ? ल केटो, अब विदेश जाने मान्छे त्यो राम्रो लुगा लाएर जाने नि। ल ल मैले तँलाई नयाँ नयाँ लुगा ल्याइदिएछु। तल लाउने तल लाउने कि माथि लाउने ला न। चपर छ त नि। कस्ता राम्रा ल्याइदिनु भएछ हौ काका। लगा नि लगा। जाडोमा घ्याप्प घाँटीसम्म छोप्ने ल्याइदिनु भएको छ। ल ल बुढोलाई यसो मान सम्मान गर्न लगाइदियो। ल लगा, लुगा लगाएपछि लगाइदिउ न, अलि राम्रो देख्छ। गजब है गनी। ल बुढी जान्छु है, आफ्नो ख्याल गर ल। म विदेश जान्न। किन बुढा? के भन्छ यो फेरि? विदेश जानलाई घरबाट पाइला निस्केको छैन। कसैको थुक सुकिसक्यो यहाँ। मेरो बुढीको उतोको खतरा त अहिले नै 25% त बढी नै सक्यो क्या। ल म विदेश जाउँला अरे, पैसा पनि सोचे जति नै कमाउँला अरे। पछि म फर्केर आउँदा मेरो बुढी घरमा भएन भने त्यसको जिम्मेवारी कसले लिन्छ? कसले? त्यसैले मैले विदेश नजाने निर्णय गरेँ। मेरो बुढीको उतोमा बुझो लाएर म विदेश जान सक्दिनँ नि। कसैको पनि आँखा चाच गर्ने साधन होइन मेरो बुढी। मेरी फुल जस्ती बुढीलाई यही भट्टीको गमला जस्तो घर भए पनि यही सजाउँछु, कसैलाई टिप्न दिन्न म। त्यसैले विदेश नजाने निर्णय गरेँ मैले। हेरै जान्छ रे, भिसा पनि आइसकेकै छ, पुर्याउने मान्छे पनि यहाँ छँदैछु, बुढी पनि खुसी नै थियो। के रे? तेरो बुढी भने के जन्त रे? हेरै जन्त रे, बेलैमै सोच, पछि गएर फेरि पस्ताउनु पर्ला। त्यही भएर विदेश जा, टन्न पैसा कमा, बेलैमै सोच। होइन तिम्रा कानामा काने गुजी भरिएको छ कि क्या हो? एकचोटि भनेको सुन्दैनौ? तिमी हाँडे हो कि हाँडे हो क्या? घरमा भित्री नै आँटेको लक्ष्मी नकार्दैछस् है जन्तरे। फेरि पनि भन्छु, हेरै बाबु विदेश जा। भित्री नआँटेको लक्ष्मीको लागि भित्री सकेको लक्ष्मी गुमाउन चाहदिनँ म। तिमी गइहाल त। हुन जाऊ भनेको सुन्दैनौ? हन विदेश पठाउने हो कि के हो? यतिको राजनीति म पनि बुझ्छु क्या। ठिकै त भन्नु भएको नि, हाम्रै राम्रोको लागि सोचेर त तिमीलाई विदेश पठाउनु खोज्नु भएको। कुरुकाना जाऊ, न भने जस्तो खान पाएको छ, न भने जस्तो लाउन पाएको छ। भरे के खाने टुङ्गो छैन। तेरो थुतुनु धेरै नबजाए, म भरेसम्म केही जुगाड गर्छु। तेरो आज हाइट बढ्ने गरी खुवाउँछु क्या म, बुझिनँ? दादा मम्स मम्स ओ मम्स, कहाँ गयो होला? बबाल खानुपर्छ, भोक लागेर मर्नु भयो है। भइहाल्छ नि दादा। के भयो? भोक लाग्यो क्या, भात पस्किनु त पाक्यो होला नि होइन? भइहाल्छ नि यहाँ त नागालाई 24 घन्टा कुकुर जस्तो लकर 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 कुदेर भात भात भन्दै कराउँदा लाज लाग्दैन? सधैँ त एक्लै आउँथ्यो, ठिकै थियो। आज त तेरो सेने मेने पनि बोकेर आइछस् होइन? है तँलाई म आज 84 व्यञ्जन खुवाउँछु।
तँलाई आज मैले यही घरको आग्लाले टाक्ला फुट्ने गरी पक्क तेरो। ए भगवान, आज यो हप्सीले मेरो छोरालाई मार्ने भयो नि। नमारी त हुँदैन त्यसलाई। त्यसले मेरो खुट्टा ढोकेर भयो नि माफी माग्नु नै पर्छ। यदि त्यसले मागेन भने त्यसलाई रुखमा झुन्डाएर यही बन्दुकले त्यसको छाती दुलो पारिदिन्छु। हो हन त त्यही कुरामा पल्झी राखेको छ। 1 घन्टादेखि के नै सोचेको भनेको त सोच्नु परेन त। त्यो ट्यापेले गाउँको एकमात्र काजी सुँगुरे काजीको शिर ढालेको छ। त्यो शिर उठाउन भए पनि त्यसले मेरो खुट्टा ढोकेर माफी माग्नुपर्छ। हौ सुकेको गुगट ट्यायो भने त नि नाम्सु पो हुन्छ है। विचार चोके है केटा। गु सुकेको होइन, आलो गुलाई सुकाइयो यहाँ। छोरी जा कालो मसो तार पार। खै तिमीहरूको पनि के हो जान्दिनँ म त। मेरो केटो आज छुट्टीमा आउँदैछ घर। म चाहिँ लागेँ यसो गरेर। नागा जस्तो फल त भनेर थाहा पाएको भए ऊ बेलामा बारी नै जोत्दैन थिए, बाटै राख्थे। बुझिस्? काम बिगार्ने इज्जत जाने मेरो। होइन हौ दानुपर्छ दाजु। के पो गर्दै हुनुहुन्छ हौ? अब केही पनि होइन। सुन्नु नि दाजु, मलाई अलिकति मकै चाहिएको थियो। कति चाहिएको थियो कुन्नी? धेरै होइन दाजु, त्यही 5वटा सय जति। 500? अब बाँकी 449वटा। हजुर के भन्न खोज्नु भएको? अब हेर है, 500 रुपियाँ भनेको सानो रकम होइन। 500वटा 1 रुपियाँ थुपारेपछि 500 रुपियाँ हुन्छ है। अब यही तरिकाले हो भने त 500 ठाउँमा रुँगेर मतलब माई 500 बन्छ। ओन्ली 500 ओके? होइन, भन्न चाहिँ के खोज्नु भएको? कुरा यस्तो छ के, मैले त मादर बोटलाई 500 रुपियाँ दिएँ, बुझिस्? तर तैँले फर्काउँछस् चाहिँ कसरी? कि त तेरो बुढी लाग। तिमी उमेरमा जेठो छौ र केही नगरी जाँदैछु। यदि बराबरीको उमेरको थियौ भने नि तिम्रो यही बोली नै अन्तिम बोली हुने थियो। कोसँग के बोल्दैछु भनेर विचार पुऱ्याएर मात्रै बोल्ने गर अबदेखि, नत्र तिम्रो उतोले दुःख पाउला। मादरबोर्ड जो भिकारी त्यही सिकारी। तिमीहरू हाम्रो कम्पिटिटर बुझ्यो नि केटा हो। आज खतरा नि। ओए ट्यापे, आउने टाइम यही हो। झन् आज फुटबल खेलौँला भनेको आउने समय यही हो भने तिमीहरूको भुत्रा खेल्ने फुटबल तनावै अहिले आएर या तनाव सनाव आफ्नै ठाउँमा पेल्दिउँ। आऊ साथी अब फुटबल खेल्दिउँ। ल केटा, तिमीहरू अपोनेन्ट उता छ, हाम्रो केटाहरू यता। हो आइज। होइन है केटा हो, यो जडिया गजडी सङ्घको पनि खेल्नु आँटेको क्या हो? हे बाघमारा तुम्बा, हेपेर चाहिँ नबोल ल। यहाँ फुल कन्सन्ट्रेसीको साथ हामी फुटबल खेल्दैछौँ। बिग्रेको कलेजो फोक्सोले पनि कुद्न सक्छस् तिमीहरू? तिमीहरूले भन्दा राम्रो खेल त केटीहरूले खेल्छन् आजकल नेपालमा। होइन को फेरि तिनीहरू? कसले खेल्यो भनेर हेर्नलाई त
एन्जिला फिल्म हेर्न जा अब। त्यसमा मेरो इलामको भाइको छोरी पनि खेलेको छ। कुरा गर्छ मुलाहरू बात मारेको जस्तो। हट बात। होइन त्यो ट्यापेले मलाई नपत्याएकै हो कि मान्छे नगने हो कि त्यसलाई अब म चखाउँछु। ए छोरी यो कालो मसो लिएर भित्र जा, यो त्यसकै लागि हो। घरमा को पो छ? के रे? होइन घरमा को पो छ भनेर सोधेको। तेरो बाउ छ नि, अरू को हुन्छ? बाउ छोरा भेटेपछि त छोराले बाउलाई भुइँसरी ठोक्नु पर्छ होला नि त कि के हो? जी दाजु हो, त्यही त हौ बाउ, तिम्रो अरिमाटे खुट्टा अगाडि सार। अब छुट्टीमा आएपछि त एउटा मान्छे खोजेर बिहे गरिदिनु पर्छ होला नि त कि के हो? अरे मैले ठुलो गल्ती गरेँ। मेरो जिन्दगीको सबैभन्दा ठुलो भुल नै यही भयो। ए बुढा, भात खान आऊ न। नखाएको पनि 1 हप्ता भइसक्यो। मलाई भात होइन, कसैको साथ चाहिएको छ। मलाई लाग्दैछ म यो संसारको भिडमा एक्लै छु। मलाई कसैले पनि साथ दिएको छैन। नहानी चाहिँ किन? होइन कसले के गर्यो कि तिम्रो आफन्त मर्यो कि भयो चाहिँ के? मलाई वज्रपात पर्यो। मलाई डिस्टर्ब नगर, खुरुक्क भित्र मुन्टु गो। एक थुकी सुकी 100 थुकी नदी भन्थे। त्यो 1 रुपियाँ मैले टिप्या भए त्यस्तो 1 रुपियाँ त 1000 चोटि भेट्थ्यो होला। यो हिसाबले त मलाई हजारौँ घाटा लाग्यो नि। जा तान प्रसाद जा, हजारौँ घाटा लाग्नबाट बच।
यतिको उमेर भइसकेपछि त बाउले बिहेको कुरा गर्दा मान्नु पर्छ होला नि त के हो त्यो दाजु त्यो त हो त ल तयारी हुँदै गर म आफन्त नाता गोतातिर सबैतिर कुरा राख्छु बिहेकै कुरो भएपछि त तयारी हुनुपर्छ होला नि त के हो ज्यू दाजु हो दाजु जाठा बल्ल बल्ल घर आएपछि त गाउँ घुम्न जानुपर्छ होला नि त के हो ज्यू दाजु होला दाजु हुँदैन नि दादा जानुपर्छ नि यति हुँदैन जानुपर्छ जस्तो छ यार जाउँ दादा जाउँ जहिले केही न केही जुगाड गर्छु भने निस्किन्छ भुत्लो भए केही ल्याउने होइन ए बुढी तिमीले सुनेको होला नि कोसिस गर्नेको कहिले हार हुँदैन भनेर म पनि कोसिस त गरिरहेको छु नि के गर्नु कसैले पत्याउँदैन नि थुक्क गति छाड बुढालाई अनुहारमा थुक्छेस् थुक्ने मात्रै होइन तिम्रो अनुहार बुत्ने खालको छ कुनै चुलित पहिला गरिदिन्छ अनि खालस हो पहिला हिँडेकै राम्रो यस्तो विदेश नजानी बेगारी सब बस्नु भन्दा त पहिला गएकै राम्रो अहिले नै हिँडेको राम्रो तो उतोको बाण फेरि आइस यो ठाउँमा त अजीब प्राणी रहेछन् नि त के हो दाजु जे हो यत्रो समय पछाडि गाउँ आयो हरियाली त देख्दिन नि दाजु पनि चैत बसेको खडेरीमा यत्रोको हरियाली खोजेर हुन्छ यस्तो हरियाली भने होइन कि यस्तो पनि हरियाली हुन्छ होला नि त के हो दाजु पनि कुरै बुझ्न सक्दिनँ हौ के भन्छ आउँछ कस्तो कुरा होइन त्यो ट्यापेले मलाई माफी माग्दा त्यसको आयु घट्छ कि 2072 सालको जत्रो भूकम्पै जान्छ कि होइन के हो खुरुक्क आएर लु तुम्बा भने त म माफी दिइहाल्छु नि नमस्ते तुम्बा सन्चै हुनुहुन्छ अब चाहिँ सन्चै हुन्छु होला तुम्बा मैले धेरै ठुलो गल्ती गरेँ तपाईँलाई एकदम तनाव पुऱ्याएँ तपाईँ यो गाउँको काजी जस्तो मान्छे गाउँकै काजी जस्तो मान्छेलाई मैले त्यस्तो गर्न चाहिँ हुन्थेन कि हुन त यो पृथ्वीमै मैले गरेको गल्तीको लागि कुनै स्थान छैन होला तर तपाईँको शब्दकोशमा माफी भन्ने शब्द छ भने आफ्नै गाउँको छोरा भतिज सम्झेर माफ गरिदिनुहोस् तुम्बा प्लिज अब पहिले यस्तो भने भए हुन्थेन फोकटा मान्छेको प्रेसर हाई गरेर छोरी होइन बुढाले छोरी नै दिन आँटे कि क्या हो त्यो टालो लिएर आऊ त खैले अब ढोग्नी नै भएपछि त पुस्नु परिहाल्यो लु काजीको खुट्टा रोक बल्ल काजीको शिर उठ्यो तुम्बा आज म धेरै खुसी छु यो गाउँकै काजी जस्तो मान्छेको चाहिँ नि खुट्टा ढोग्ने अवसर मिल्यो अनि के अरे माफी पनि पाइयो माफी पनि पाइयो हजुर जस्तो वरिष्ठ मान्छेको चाहिँ माफी पाउँदाखेरि म यो संसारकै भाग्यमानी फिल गरेको छु क्या तपाईँलाई कुन शब्दले धन्यवाद दिउँ तुम्बा
आज मेरो दिनै राम्रो हुने भयो। बल्ल तैँले मान्छे चिनिस। लज तिमीहरू हस् त बा है नाकमा नलिनु होला। के भन्दा दा मनमा नलिनु होला भन्नु खोजेको के भन्ने ठाउँ त यस्तै हो। त विकास चाहिँ भएन रहेछ। त्यही त अब विकास त एक धरामी त भेट्यो त। हजुर दाजु यतिको हरियाली भयो भने चाहिँ मेरो जीवनमा कहिले खडेरी पर्दैन होला नि त कि के हो? होइन दाजु हुँदैन दाजु खप्परै फुटेको छ। आरै काट्नलाई त खप्पर फुटे पनि फरक पर्दैन होला नि त कि के हो? होइन त्यो त हो दाजु एकदम हो दाजु त्यो त। भर्खरै एउटालाई मनसार आएको फेरि अर्को भूत कहाँबाट आकस्मिक प्रकट भयो। सबैको आरा काट्ने धरान चाहिँ मेरै घरमा हुनुपर्ने। अब मैले गर्ने चाहिँ के क्या? ठिकै भन्छ त हौ तँलाई पनि थाहा छँदैछ मेरो छोरो छुट्टीमा आएको छ। उमेर पनि बितिसक्न लाग्यो। यसो एउटी केटी खोजेर पार्दिन पाए बाउको जिम्मेवारी पनि पुरा हुन्थ्यो। तर केटी पो कहाँ खोज्न जाने हो? तँ लट पनि यति नाथे कुरामा के तनाव लिइरहेको? अब यति सोच तेरो समस्याको समाधान भइसक्यो। के भन्छ हौ यो फेरि? तेरो केही कुरा बुझ्दिन त म त। अनि के लट रहेछ हौ यो जाठो? तेरो मात्र छोरा हुर्केको हो, मेरो पनि छोरी हुर्किसकी। अब त्यसैमाथि तर म त बच्चैदेखिको साथी। अब तेरो र मेरो कुरा पनि मिल्छ। अब हामीले एकअर्कालाई बुझेको नि छौँ कि कसो? मतलब के? अनि होइन त मलाई पनि मेरो छोरी तेरो घरमा दियो भने ढुक्क हुन्छ। कतै टाढा पनि हुँदैन, मेरै आँखाको वरिपरि हुन्छ। अब मेरी छोरी पनि तेरै आँखाको वरिपरि हुर्केको। अब सबै कुरा तँलाई थाहा छ। अब तैँले पनि मेरो छोरीलाई छोरीकै रूपमा भित्राउँछस् भन्ने कुरामा म ढुक्क छु कि के हो? कुरा त साह्रै राम्रो गरिस् हौ तैँले। अब तेरो छोरी अब मेरो घरमा अब बुहारी बनाएर भित्राउनु पाउँदा म खुसी हुन्न होला त। तर सर सार पर अब हाम्रो यति राम्रो मित्रतालाई एउटा सम्बन्धमा बाँध्न पाउँदा फेरि पनि तर भन्छस्? नरिस न अहिले हाम्रो बेला जस्तो छ त अहिले। यसो छोरासँग एकचोटि सल्लाह गर्छु पो भनेको त। त्यसो भन्न त लु यसकै खुसियालीमा सुँगुर खाम छोरी। हजुर बुवा यहाँ आऊ त। तिमी त्यो पल्लो पसलमा गएर एक धार्ने सुँगुरको मासु ल्याउ त। लु गइहाल त। हुन्छ बुवा। के कसो हो उनीहरूलाई सम्झिज्यू? हौ आफ्नै वंशको मासु त कसरी पो खानु हौ? ए छोरी हजुर बरु यसो गरौँ, अहिले सुँगुर नलिएर खसीकै लिएर रहेछ ल अहिले चाहिँ। ए ल हुन्छ। बरु त्यो सुँगुर छ नि बिहेमा ढालौँ ल। अब खास चाहिँ सम्झिज्यू सुँगुरकै खाने मन थियो, ठिकै छ बिहेमा ढालौँला। अब अहिले मिलाउनु न हुनेवाला सम्झिज्यू। बुढी
ए बुढी रामदेवी ओ रामदेवी ए रामदेवी एत्तेरी कहाँ गयो रामदेवी ए बाउ आमा त तिम्रो रात दिनको किचकिच सुन्न नसकेर चल्दिनु भयो त कहाँ माइत मेरो ससुराली होइन मेरो मामा घर ए भगवान मैले जिन्दगीभरि एक रुपियाँ गरेर साँचेको सबै सम्पत्ति कुम्लाएर गए जस्तो छ गाडधन 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 ल तालसा मारेर हिँड्या चाबी त लगाएर के हो यो दादा बाउ त फेरि आग्लो लिन गए जस्ता खान् नि जम जम भागौँ औ यताको हरियाली त खडेरी मात्र होइन नि डढेलै लागेर ठुटा मात्रै पो छ त के हो जेउ दाजु हो रहेछ नि त तिमीहरू आरावाल बनेर मेरो घरलाई धरा नै सोचेर आरा काट्न आएको थियो होला नि त अब त हाइसन्चो होला होइन के हो काहीँ नभएको आरावाल सीमा झ्याक्नेहरू अब यसो हुनेवाला सम्झीलाई मासु मात्रै कि यसो तङ्गा सङ्गा पनि व्यवस्था छ सम्झीज्यू अरे सम्झीज्यू त्यति कुरा पनि चिन्ता लिने हो सम्झीको लागि त एउटा तम्बा त भइहाल्छ लु हानी चाहिँ नहालेको भए हुन्थ्यो सम्झीज्यू तर दिन पो बित्ला जस्तो छ त ए सम्झीज्यू पनि के फिकर गरिरहेको म छोरीले अब हुनेवाला सम्झीज्यूको लागि राम्रो राम्रो मासु छानेर ल्याउनलाई होला नि त सम्झीज्यू त्यो त राम्रो कुरा सम्झीज्यू दादा तपाईँ यो दुनिया साराको लागि खतरा डन तर त्यही बाउको अगाडि किन हुनुहुन्छ सुन भाइ जसरी आफ्नी आमाले माया दिन्छन् नि त्यसरी आफ्नो बाउले भरोसा र शक्तिको छाया दिन्छ जसरी आफ्नी आमाले काख दिन्छन् नि त्यसरी नै आफ्नो बाउले काँध दिन्छ जसरी आफ्नै आमाले दुध खुवाएर बच्चा हुर्काउँछन् नि त्यो दुध आउने आहारा आफ्नो बाउले दिन्छ त्यसै गरी रुख जति सुकै ठुलो किन नहोस् त्यसको बिउ जहिले पनि जमिन मुनि हुन्छ त्यसै गरी मेरो जिउमा मेरो बाउको बिउ छ तो किन रोको फेरि मलाई बाउको याद आयो दादा बाउको याद आयो रे अनि तेरो बाउलाई त बिहान भर्खर भेटेको होइन हामीले के भन्छ यो फेरि घडी किन घडी के को लागि घडी 3 घन्टा भएछ त बाउलाई नभेटेको ए मलाई ओभर एक्टिङको दुकान हिँड
तेरी कति रोको होला तेरो आँखामा आँसु त छैन त केटा किन मेरो टाउको खाएर निधार पड्किने हानिदिन्छु मैले फेरि ल्याङ 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 गर्छ साथी हौ मेरो सारा खुसी संसार सेरो फेरो तिमी यस्तो तपाईँ त पहिला कस्तो खराब मान्छे जस्तो लागेको थियो तर तपाईँ त कति राम्रो हुनुहुँदो रहेछ अनि कति सोझो विश्वास गर मत हो नि हाम्रो दाजु एकदम राम्रो अनि सोझो यो जिन्दगानी होइन छोरीले त मासु पाएन कि क्या हो अहिलेसम्म नि आउँदिन नि त सम्झिन्छु हन हौ सुँगुरे जम्मा त्यही 2 चोक्टा मासु दिन्थिस् होला त्यही 2 चोक्टाको लागि दिनभरि कुरा त तैँले आवेशमा नआउनु न हुने बेला सम्झिन्छु आउँदै होला के छोरी हन हौ सुँगुरे कस्तो कुरा गर्छस् हौ यति बेलासम्म त डल्लै खसी काटेर भुत ल्याएर पकाएर खाएर हग्ने बेला भइसक्यो कस्तो कुरा गर्छस् हौ त अब त्यत्रो 4 घन्टा त कुरिहाल्यौ अब त्यसमा प्लस 5-10 मिनट कुर्दा के होला र हो हुने बेला सम्झिन्छु तेरो 2 चोक्टा मासु दिनभरि कुरेर बस्न सक्दिनँ म 2 चोक्टा मासुमा दिनभरि अलमा लिएर बस्ने मान्छे हो म तैँले भनिहाले थिस र बसेको तेरो मासु तै खा लागे म मासु त खाएर गए भयो हुने कहाँ गयो छोरी अनि कता हिँडेकिन् तिमी चाहिँ मासु लिन नि मासु के को खसीको मिठै हुन्छ है खसीको अनि हजुर तपाईहरु चाहिँ कता हिँड्नु भएको नि म त अब तिम्रै झल्को पाइन्छ कि भनेर यो बाटो जहिले हिँडेर हुन्छु हजुर पनि झुट बोल्न कति सिपालु झुट होइन नि तपाईलाई देख्छु कि भनेर कति जानुहुन्छ तपाईको घर छेउमा हाम्रो दादा दुनिया साँच्ची छ अब घरभित्रै छिरेर बोलौँ जस्तो लाग्छ तर तुम्बाको बन्दुक देख्ने बित्तिकै सातो पुतो फ्लाइ हुन्छ अब आफू सोझो मान्छे हेर्नु न कहाँ रोज्न सक्छु कहाँ खोज्न सक्छु तिमी बाहेक अरू धन्न गाड धन चाहिँ के गरिन छे सुक्दै गएपछि बिर्सिन्छ भन्थे हो र छ छोडी त हाली मलाई जाओस् मेरै घरको मानव बच्छ दाने हो दाने टल्लै मादर बोर्ड कालीवीर दान प्रसादलाई दाने दाने भन्दा अगाडि अलिकति सोच्न सकिनस् त दानेलाई मैले माने कसैले तपाईँ नभनी आफैमा पै होइन हौ तैँले आफूले आफूलाई के चाहिँ सोचेको छस् भन् त राजा यो गाउँको राजा राजा त जाँटा हप्सीलाई मैले राजा भन्नुपर्ने धेरै होच्यार नबोल अलि बढी बाँच्छस् त आफूले आफूलाई एक्लट हेर त यति साह्रो निर्धक्क भएर बोलेको त सुहाउँदैन हौ तँलाई होइन यसले त भिडन्त नै खोजेको हो कि क्या हो
मैले अब मान्छे मारे थाहा पाउँदैन यहाँ स्वानीका झोकमा। लु भाउ छोड्दे। तँलाई थाहा नै होला मेरो छोरा छुट्टीमा आएको, यसो त्यसको बिहे गरिदिनु पर्यो भनेर सोचिरहेको छु। बरु तेरो छोरी भतिजनी को छ बोला, बरु धेर बेसी कुरा नगर, पानीमा पादेको जस्तो जाँठा। बोला बौला पागल साइकोड्यालिक्स, खाली आउँछ न्यु खोज्छ, जुट्ने कुरा गरेपछि डराउँछ। बाघ मारा हो कि स्याल मारा तेरा बाउको। कहाँ चाहिँ गइयो? यसले गर्दा फेरि त्यो बाघमाराले समेत मलाई हेप्न थाल्यो। होइन त आफै मासु काटेर आफै भाग लाएर लेस कि क्या हो? तँलाई यति कुति मासु ल्याउनको लागि पनि दिनभरि समय लाग्छ। होइन नि बुवा, त्यहाँ मासु नै सकिया रहेछ, अनि फेरि अर्को ल्याएर बनाउँदा ढिलो भयो। हेर फेरि बाहना बनाएको, धेरै बाहना नबना फेरि। बाहना होइन नि बुवा, साँच्ची। बडो बाहना बनाउँदो रहेछस्। हौ दाजु, यसरी राति राति अर्का घरमा त नआएको भए हुन्थ्यो। चुप लाग। यो खडेरीमा यतिको हरियालीको दर्शन नपाए त निद्रा लाग्दैन होला नि त। के हो? यत्रा पनि होइन दाजु। के अरे? होला दाजु। धरान त रिक्तो छ जस्तो छ। तपाईँले आरा काट्ला जस्तो त चाटखाट देखिन हौ दाजु मैले त। एकचोटि न एकचोटि त बाहिर निक्लेर दर्शन त देला नि। ओछ्यानमै त बुझ्दैन होला नि त। के हो? ज्यू दाजु, ज्यू ज्यू। तँलाई उतोको बान स्याल मारा, मेरै घरको वरिपरि र्याल काट्दै काट्दै गिद्धले सिनो रुँगे जस्तो केटै रुँगेर मर्दैछ है। अरू बेला त दिउँसो मात्रै आउँथिस्, अहिले त राति राति बासै बस्ने गरी आउन थालिस्। त आज सकिस् मेरो हातबाट। के रे दाजु?
बिहान बिहान यो ठुटा किन फतफत फतफत गर्दैछ? होइन दाजु हातै छोडौँ क्या हो? दाजु पर्दैन झगडा गर्नु हुँदैन दाजु। के हानी बजाऊ सकेला है दाजु जाउँ यसरी झगडा गर्नु हुँदैन दाजु। विचार गर है तेरो उतल दुःख पाउला। भइगयो हौ दाजु, अब बिर्सिदिनुहोस्। हराएको भए लुकेको भए पो भेटिन्थ्यो। खोज्दा च्याउ सर्जा गर्दा पो देखिन्थ्यो त। बिरालोले गुलुकाको भन्दा पल्लो छेउ लुकाएको छ, थुकी सुक गरे पनि मरे भेट्यो। तपाईँको लागि नि दाजु, केटी खोज्नु हो भने नि राम्री कुमारी केटीहरू त नि फाल भेटिन्छ दाजु। नो पिर्चिन्ता दाजु। जति नै राम्री भेट्यो भने त्यो जस्तो भेटिन् कुरै खत्तम। जति समय लाग्यो भने म कुरेरै बस्छु। खासमा नि दाजु त्यो केटीमा छ चाहिँ के जुन अरू केटीहरूमा छैन? आराधरन यो केटा आराधरन। नाथे आराधरन पो? आरा काट्नलाई त्योभन्दा खाइलाग्दो धरन त कति पाइन्छ। पाउन त पाइन्छ होला, तर त्यही आराधरन त पाइँदैन होला नि त। के हो? होइन होला हौ दाजु, के हो? सोरे आना हुने कहाँ नहुनु? हिजो भर्खर 10 जना पठाए, अब त्यस्तै 1-2 जना बाँकी छन्। तिनीहरू पनि 1-2 दिनमा जान्छन्। ल ढिलो नगर्नु है, चाँडो पठाउनु ल। के छ भतिज? ठिकै छ हौ काका। साँच्ची भतिज कति समयको छुट्टीमा पो आएको रे? आफ्नै पाराको छुट्टीमा हौ काका। जानु मन लाग्यो भने जाने, जानु मन लाग्यो भने नजाने। अनि भतिजको आवाज आउँदैन? प्रश्न यता सोध्छु, उत्तर उताबाट आइरहेछ कि युद्धमा गएर आवाज गयो? दाजुको मुडै छैन काका, त्यही भएर जे कुरा गर्नु छ मसँग गर्दा हुन्छ। तिमीहरूसँग कुरा गरेर मलाई केही हुनेवाला पनि छैन। मेरो कुरा त बाघमारा दाजुसँग छ। बरु बाघमारा दाजु खै? हक्नु गएको छ हौ। अब त सकियो होला, बोलाउनु न काका। बाघमारा दाजु, ए बाघमारा दाजु, बाघमारा दाजु, ए बाघमारा दाजु। हो को हो? अब के गर्नु आएछ हौ आज यतातिर? गर्नु भन्दा पनि सोध्नु आएको के दाजु? जे गर्नु आए पनि छिटो भन्न जाँठा, मसँग ट्याम छैन के? कुरा के भन्दा नि दाजु, त्यो जन्तरेको बुढी छ नि 1-2 हप्तादेखि घरमा पनि छैन रे, फेरि बाहिर पनि कतै गएको छैन रे। फेरि त्यो जन्तरे पनि घरको सिकुवा भन्दा 1 पाइला अगाडि छाड्दैन रे। खासमा कुरा के रहेछ? अर्काको बेथा हामीलाई के थाहा? अनि दाजु तिमीलाई के थाहा छैन र? किन थाहा नहुनु? सबै थाहा छ मलाई। त्यो जन्तरेले त्यसको बुढीलाई 14 दिन 15 घन्टा 23 मिनेट 16 सेकेन्ड भयो लुकाएर राखेको। कस्तो अवस्थामा छ केही थाहा छैन। अर्काको छोरी चेली बिहे गरेर घरमा भित्राइसके पछाडि त्यसरी नजरबन्दमा राख्नु मिल्दैन होला नि त कि के हो? बल्ल भनी भतिजको बोली फुट्यो। निशानामै त्यागेर हान्यो भतिजले। त्यसै लाउरे त भएको होइन रहेछ नि त। त्यो जन्तरले अरूको छोरी चेलीलाई त्यसरी नजरबन्द गर्न पाउँछ? मलाई त कता अर्कै शङ्का लागिरहेछ। कतै त्यो जन्तरले त्यसको बुढीलाई रिसको झोकमा तलमाथि त केही गरेन नि? म सधैँ त्यो बाटो हिँडिरहँदा बुढाबुढी खालि झगडा मात्र गरिरहन्थे। होइन होला, के हो? हुन सक्छ है। लु सबैजना जन्तरेको घरमा गएर कुरा गर्नुपर्छ होला नि त कि के हो? चिप्ला जाँठा पानीमा पारेको जस्तो कुरा गर्छ। हामी 4 जना मात्रै गएर हुन्छ? गाउँको जान्ने मान्ने लानु पर्दैन? पर्छ नि, किन नपर्नु? बरु गाउँतिर सबैजनालाई भेला पार्दै गरौँ त। ल जु। अब गाउँको काजी गाउँमा छैन,
जाने त त्यही दानेको माता होला नि लु जाऊ ल ज्याकेट पनि लिएर आइज आज त वर्षौंदेखि पिन्जडामा थुनिएको चरी पिन्जडाबाट फुत्किएर भुरुरुरुरुरुरु आकाशमा उडे झैं कस्तो मजा आइराछ। अनि तिमीलाई चाहिँ कस्तो भइराछ नि? मलाई त त्यो भन्दा आनन्द भएको छ नि मेरो कालु। मन परेको मान्छेको आच्छी पनि राम्रो लाग्छ भने जस्तो मलाई पनि कालु भन्दा कस्तो राम्रो लाग्यो के फेरि। साथी हौ मेरो सारा खुसी संसार सेरो फेरो तिमी यस्तो साथी हौ मेरो सारा खुसी संसार सेरो फेरो छैन होला तिमीलाई मेरो भरोसा विश्वास गर म त गर्छु तिम्रै आशा पुरै रंगीन बनोस् हाम्रो मायाको कहानी यो जिन्दगानी यो जिन्दगानी यो जिन्दगानी यो जिन्दगी एकछिन पख्त केटा हो त्यो हाप्सी हामीले त्यतिकै जाउँ भन्दा मरे जाँदैन त्यसलाई एउटा राम्रो कार्यक्रम छ भनेर भन्दा म सभापति हो भनेर भन्छ त्यसलाई हामी सबैले हो भनेर भन्ने त्यति गरेपछि त कसो नजाला त्यति साह्रो पनि नगर्ला नि के दाजु यसमाथि मैले भने पश्चात जुरुक्क उठेर 20 जान्छन् ल जाउँ न बताए जाउँ पत्याइन मैले ए दाइ पनि हिँड्नुस् न मेरो पावर देखाउँछु नि त्यहाँ गएपछि ल आउनुहोस् ल आउनु 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 हा पैनी ज्यान दाजु आउनु भिनाजु दान प्रसाद भिनाजु ए भेना दान प्रसाद ए मास्टर बुढिया ध्यान गरेर बस्या बेलामा थोत्रो रेडियो कहाँ घन्किन्छ कहाँ नै टिनी नि भुनी गरी भने त यहाँ पो रहेछन् होइन बे तिमीहरू यो भेडाको बथान जस्तो लर्को लागेर कता हिँडे कता हुने नि भिनाजु उहाँ गाउँमा जनतरीको एउटा विशेष कार्यक्रम हुन गइरहेको छ अनि त्यही भएर तपाईलाई पनि लिन आएको म किन जाने त्यहाँ मेरो के काम तपाईको त खतरा महत्त्वपूर्ण काम छ नि हो भिनाजु झन्मा सुँगुरे काजी सदरमुकाम झर्या बेला गाउँको जान्ने मान्ने ठान्ने गुन्ने भनेको तपाई त हो नि भिनाजु ठीक छ भनेपछि म त्यो कार्यक्रमको सभापति हो हो भिनाजु तपाई नै हो अनि प्रमुख अतिथि चाहिँ को कोही छैन भिनाजु सबै तपाई नै हो उसो भए ठिक छ जहाँ यो कालीवीर दान प्रसादको इज्जत हुन्छ त्यहाँ यो कालीवीर दान प्रसाद उडेर पनि पुग्छ ल अब तिमीहरूको प्रोग्राम कस्तो खालको प्रोग्राम हो भिनाजु भयो धेरै तिमीले गर्नु पर्दैन अब जाउँ है कहाँ जाउँ घर यति छिटै अँ पख न एकछिन जिन्दगीमा यही डेटिङ बस्नको लागि एउटा युद्ध नै लडेको जस्तो भएको थियो बल्ल तल्ल भेट भएको छ एकछिन बसौँ न रमाइलो गरौँ त्यो त हो कि तर 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 के तर हेर न बाबा सदरमुकाम गएर पनि के गर्नु छिनको छिन फोन गरेर कहाँ छेस् के गर्दैछस् भनेर हैरान पार्नुहुन्छ अब अहिले भिडियो कल गर्नुभयो भने तिम्रो अनुहार देखाउनु झन् बिच्किनुहुन्छ
यो सुँगुरे काजीले मेरो फुल्न लागेको मायाको फुललाई फुल्नै नदिकन मार्ने भयो। मिल्ने भएको भए मैले फालाले घोचेर पिस पिस पारेर खरे खोलाको माछालाई खुलाइदिन्थेँ। के गर्नु नमिल्ने यो पेटकी प्याज हानेर मैले। ओए लो के सोच्यो? केही पनि होइन, जाउँ भन्दै थियौ नि होइन, जाउँ। मेरो यसो किक बक्सिङको प्र्याक्टिस गर्ने टाइम भयो क्या। हुन्छ जन्तरे ओ जन्तरे कहाँ मुन्ट्यो यो? ए जन्तरे बाहिर निस्कि त। जन्तरे जन्तरे आमामामामामामामामा अरू बेला त तिमीहरू सुटुक सुटुक एक्लै एक्लै आउँथ्यौ। अहिले त पुरै हलै बाँधेर हुलै बाँधेर आयो होइन? होइन तिमीहरूको के चाहिँ चिलाएर आएको हो? तिमीहरूको कन्डमा चुर्ना पर्यो हो? के खोज्न आएको यहाँ? हो जन्तरे ठुलो कुरा नगरौँ त। फेरि गाउँको डाँडा मात्र होइन, सीमापारीको डाँडा पनि नागेर जानु पर्ला है। विचार चोगे कि नचोगे चाहिँ थाहा भएन, तर यिनीहरू दुईटा गिद्धको कारणले मैले जिन्दगीमा धेरै दुःख भोगेँ। होइन केटा हो, प्रोग्राम भनेको यही हो। हो विनाज हो, यही हो। ल सुरु गरौँ न त। हुन्छ हुन्छ विनाजु। ल आजको यस कार्यक्रम हामी औपचारिक रूपमा सुरु गर्दैछौँ र आजको यस कार्यक्रमका प्रमुख अतिथि भने पनि सभापति भने पनि जे पति छन् सबै पति हाम्रो आदरणीय श्री कालीवीर दान प्रसाद ज्यूलाई जोरदार तालीका साथ स्वागत गरौँ। अनि केटा हो प्रोग्राम चाहिँ के हो नि? बुढी काण्ड विनाजु, बुढी काण्ड। बुढी काण्ड कसको? जन्तरेको। गाउँको कालीवीर दान प्रसाद है, मान्ने गन्ने दनाजे जसलाई जे समस्या परे पनि मेरै घरमा आएर गुनासो पोख्छन् हैन। यो गाउँको वडा अध्यक्ष भन्दा माथिल्लो लेभलमा राखेर मलाई हेर्छन्। त्यस्तो मान्छेलाई जन्तरेको बुढाबुढीको काण्ड मिलाउन लिएर आएको छ हैन त? राम्रो राम्रो। मास्टर बोर्ड के हो? जिस्किनलाई मै भेटे छैन। भेनाजु भेनाजु ए भेनाजु 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 मास्टर बोर्ड हामी हाम्रो यस कार्यक्रमलाई जे बाधा परे पनि हामी यस कार्यक्रमलाई सफल पार्नेछौँ। दिमाग खराब गर्छ जात। ए फेरि फर्की छ यो पर्मानेन्टलीको लागि गएको जस्तो लागेको थियो। अब एक सीता जोडेर राखेको चामल सबै सक्ने भाइ। ए भनेपछि म मेरै घर फर्कँदाखेरि आफैले कमाएको सम्पत्ति सकिनु भयो होइन त? अभियसली। ठिक छ, आज दुधको दुध पानीको पानी हुने गरेर छानबिन गरौँ। कसले कति दुःख गर्यो र कसले कति कमायो भनेर। ठिक छ, गर्ने भयो गरौँ गरौँ। थाल भाँडा प्रेसर कुकर ग्यास कसले किनेको? तैँले। अस्ति 5 बोरा चामल कसले किनेको? तैँले। यो जग्गा कसको? तैँले दाइजोमा पाएको। यो घर कसले बनाएको? तैँले बनाएको। अनि यो घर चाहिँ कसको? तेरो। भनेपछि यो घरबाट को निस्किन्छ? त। के रे अझै मै निस्किनु पर्ने? मेरै घर मेरै जग्गा मेरै घरबाट मै निस्किनु पर्ने? खुरुक्क लाएर तिमी चाहिँ निस्किहाल त। मेरै घर मेरै मर्जी, गेट आउट। म बाँचुन्जेल यो घरबाट मेरो खुट्टा त के मेरो सास पनि बाहिर निस्किँदैन। अब त झन् यो घरबाट मेरो पात पनि बाहिर निस्किँदैन। चुप लाग। चुप लाग हाप्सी। तँले तँलाई यहाँ मादर बोर्ड कुन भुस्टिकेको कुरा सुनेर आइछ त? होइन यसले बुढीलाई मार्यो कि गाड्यो कि के गर्यो?
14 दिन 20 घन्टा 30 मिनट 40 सेकेन्डदेखि गायब बनाएर छ। छिटो निकाल। हेर जन्तरे, यदि तैँले तेरो बुढी कलकलाउँदी उमेर भकी तेरी बुढी निकालिनस् भनी नि, तँलाई यो गाउँबाट निकाल्ने मात्र होइन, तेरो मुखमा कालो धोसो दल्छौ हामी। कालो धोसो मात्र जुत्ताको माला पनि लाउँछौ तँलाई हामी। निकाल तेरो बुढी छिटो। त खुरुखुरी निकाल्छस् कि तेरी बुढीको माइतीले बोलाऊ? छिटो निकाल। त निकालिहाल्छस् कि यसलाई त पुलिस बोलाएर छानबिन गर्नुपर्छ यसको घर पुरै, होइन? कहाँ हुन्छ यसरी? त्यति कलकलाउँदी राम्री बुढीलाई लुकाएर राखेर कहाँ राख्यो यसले? न मार्यो कि न गाड्यो कि के थाहा हामीलाई? छानबिन त हुनै पर्छ यसलाई, कारबाही गर्नुपर्छ यसलाई। छिटो निकाल। अब त निकाल्छ त्यसले, अब कहाँ ननिकालेर सुख हुन्छ निकाल्नु पर्यो। कहाँ चलो भन मेरो बुढी खोइ बिहान चोरेर ल्याएको बासी भात सबै खाइ। बिहानसम्म घरमा भएको मान्छे एकाएक कहाँ गई? लौ न म बर्बाद भएँ। भएको एउटा बुढी त्यो पनि अहिले मेरो साथमा छैन। अब म कसको सहारामा जिउने? हे भगवान, मलाई गरिब बनायो त मैले सहेकै थिएँ, हुँदा हुँदा अब स्वास्नी पीडित पनि बनायो होइन? हुन त त्यो भगवानलाई पनि के दोष दिनु? यो सब हुनुमा त नागाहरूकै हात छ। तिमीहरू डामेर छोडेको साँडेहरूले नै हो मलाई यो हालतमा पुर्याएको। अब त तिमीहरूलाई आइसन्च भयो होला होइन? अब त मेरो घरको वरिपरि आउँदैन होला नि साँडेहरू, बोकाहरू। अझै पनि यहाँ तिमीहरूको कुहिएको अनुहार लिएर यहीँ टल्काउँदै बसिरहेको छौ। तिमीहरूको उतको व्यवस्था होला है, गइहाल यहाँबाट। के भयो बोस? मेरो गेडा भयो। मेरो खराब बानी छ, मेरो खराब सदर मुकामबाट आएको दुःख मेरो खुट्टा। आयो बल्ल घर आइपुगौ। ए छोरी छोरी होइन कहाँ गएछ? ए छोरी होइन कहाँ मुन्टेको थिइस् भन्छ? यत्रो घोक्रो सुक्ने गरी बोलाउँदा पनि सुन्दिन बा? होइन तैँले नसुने हो कि तैँले कप्टी गरिरह हो कि? के हो? अब टोइलेट भित्र भएको मान्छे कसरी बोल्नु? लाज हुँदैन? के को लाज? कहाँको लाज? कसरी लाज? आफ्नै स्वयं बाउसँग त लजाउने? अस्तिसम्म यत्रो सानो हुँदाखेरि चाकमा गुको खोस्टा बोकेर हिँड्थ्यो, अहिले बडो लाजको कुरा गर्छ। ठ्यास्ने त आफूले आफूलाई जति नै ठुलो सोचे पनि त मेरो लागि यत्रो भँगेर आएको बच्चा हो, बुझिस्? गर ठुलो सोच्छ आफूले आफूलाई। ल भयो भयो, आइपुग्नु पाएको छैन, छोत्रो रेटो घन्किन सुरु भइहाल्यो। बरु भन्नु सदरमुकामबाट के ल्याइदिनु भयो मलाई? ललिपप। हे बाबा पनि ललिपप ल्याइदिनु भएछ, आइसक्रिम ल्याइदिनु पर्दैन? के आइसक्रिम नि? अब त ठुली भएर ब्यारेपछि ज्वाइँ साहबले नै खुलाउँछ नि आइसक्रिम। अहिले यही ललिपप खा ल। के वास्ता परेको नि? ल यो झोलाभित्र राख। त्यो मेरो बन्दुक लिएर आइज। शिकार नगरेको नि धेरै भयो। जान भित्र। के गरायो भनेको त मरेको सिनो जस्तो गरेर हाप्सीको जुत्तामा गराउँछ। तँलाई
मदरबोर्ड तैँले मेरो जुत्ता किन फ्यालिस् मेरो जुत्ता जहाँ थियो त्यहीँ ल्याएर राख त्यहीँ ल्याएर राख राख्दिन यसरी डुङ डुङ गराउने जुत्ता कसैले लाउँछ लोभी हप्सी नयाँ जुत्ता किनेर लाउन सक्दैन यो जुत्ता कतिको हो तँलाई थाहा छ तँलाई थाहा छ थाहा पनि कसरी हो मलाई त थाहा छैन मेरो बाउ भन्दा 4 पुस्ता अगाडिकोले लगाउँदा 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 अहिलेसम्म नफाटेको त्यति पुरानो जुत्ता हो यो एन्टिक पिस जस्ताको तस्तै छ अब म मरेपछि मेरो छोराले मेरो छोरापछि मेरो छोराको छोराले अझ त्यसको छोराले लाउँदासम्म पनि नफाटिने खालको जुत्ता हो यो बुझिस् यो जुत्तालाई जसरी टपक्क टिपेर फ्यालेको थिइस् त्यस्तै सम्मानका साथ त्यसको स्ट्यान्डमा लगेर राख नत्र के गर्छौ खुरुक्कले जुत्ता ल्याउँदिन ले भने सुन्दैस ल्याउँदिन भने सुन्दैन खुरुक्कले भने ल्याउँदिन तै साँच्चै ले भने नसुने हो तैले ल्याउँदिन कसम ल्याउँदिन म आफै घर ल्याउँछु खण्डो चिलाक जस्तो यता र उता किन पो तेमरको कुकुरको गेडा जत्रो आँखाले ठुलो ठुलो हेरिरहेछ देखेर पनि केही नदेखे जस्तो गर्छस् त तिम्रो जाँठाहरू ज्यू काका ज्यू देख्नु त देखियो होला कि काका तर के देखियो त्यो चाहिँ थाहा छैन हौ काका हो बाउ सही हो अब देखेर पनि बिर्सेको कुरा त बाउले सम्झाइदिनु पर्छ होला नि त के हो तेरो बाउको टाउको जाँठा हो त्यहाँ जन्तरेकोमा त्यो हाप्सीले मलाई यानि कि तेरो बाउलाई लात्ताले हानेको थाहा पाएर पनि थाहा नपाए जस्तो गर्छस् तिमीहरू ए त्यो त थाहा छ कि तर लात्ताले होइन लात्तीले मात्र दिएको होला नि त के हो ज्यू दाजु ज्यू चुप्लाक भात माराहरू त्यत्रो बाउलाई लात्ताले हान्दा अरूको छोरा भए उहिले मारिसक्थे तर मेरो छोरा त माको डर छेरुवा रहेछ हन तैँले पल्टनमा राइफल खेलाइसी कुन चाहिँ फल खेलाइस हो तिमीहरूको आश गरेर मेरो रिस मर्दैन आज त्यो हाप्सीलाई बदला नफिरे त आज कहाँ छोड्छु र म कि आज त्यो हाप्सी छैन कि म छुइनँ यही भेदाले त्यसो घाँटी त्यस्तै नपारी त कहाँ छोड्छु र म आज अरे हाम्रो बाउ कहिलेदेखि यस्तो आँटिलो भयो पहिला त अरूले के भने कि डरले थुरुरु कामेर सुरुवालमै मुथ्यो होइन ल दाजु के हो होस् कि नहोस् है केटा आफूलाई यहाँ अर्कै पीडा छ अब म निराश भएँ केटा मलाई नबोला अब आरा काट्ने धरान नै गायब भएपछि यो आरवाल पनि कोमामा जानुपर्छ होला नि त के हो दादा आजभोलि तपाईँलाई 24 घन्टामा 23 घन्टा 59 मिनट तनावै देख्छु कहिले हँसिलो अनुहारै देख्दिनँ के हुन्छ हो तपाईँलाई तैँले यस्तो कुरा बुझ्दैनस् हो केटो तैँले बच्चा नै छस् ठुलो भएपछि आफै थाहा पाउँछस् हिजो अस्तिसम्म त तपाईँ त खत्रै डन हुनुहुन्थ्यो जब त सुँगुरेको छोरी तपाईँको जीवनमा आए त्यसपछि त तपाईँ लाथ्राक लुथ्रुकै हुनुभयो किन यस्तो हुनुभएको दादा तैँले बुझ्दैनस् हो केटा तैँले बुझ्दैनस् ठुलो भएपछि आफै थाहा पाउँछस् जत्रो हुनु त भइसके अब कत्रो हुनु पर्यो ट्विन टावर जत्रो कि धरारा जत्रो तेरी जत्रो भए पनि त बुझ्दैनस् क्या केटा तँ अहिले बच्चै छस् ठुलो भएपछि भयो क्या दादा भयो मैले बुझेँ म बच्चै छु तर तपाईँलाई भएको चाहिँ के मायामा परेको केटा म मायाले टेन्सन मात्रै गराउँछ र दादा मायाले त रोमान्टिक पो बनाउँछ त मायाको भुमरीभित्र छिरिसकेपछि त्यो भुमरीभित्र हजारौँ बाधाहरू आउँदो रहेछ
अहिले म त्यही भोगिरहेछु। मायाको नि भुमरी हुन्छ र दादा? मायाको त सागर पो हुन्छ भन्ने सुनेको थिएँ त। मायाको परिभाषा माया गर्ने व्यक्ति अनुसार फरक हुन्छ हो केटा। कहीँ सागर हुन्छ, कहीँ भुमरी। मायाभित्र अनेक थरी। कस्तो कस्तो हुन्छ दादा? तँ बुझ्दैनस् हो केटा, तँ बुझ्दैनस् क्या। तँले बच्चा नै छ। हे दादा, भयो क्या भयो। मलाई यो मायाको परिभाषा बुझ्नु पनि छैन। आफूलाई यहाँ भोग लाएर पेटको आन्द्रा बटारिसक्यो। बरु घर जाऊँ न, भात खाऊँ। मायामा भोक, निन्द्रा, प्यास भन्ने कुरो केही पनि हुँदैन केटा। भनेर नहुने रहेछ। तैँले भातको कुरा गर्ने बित्तिकै मलाई भातको यस्तो याद आयो नि केटा है। गम खानुपर्छ नि त। ल दाइ, त्यो साइले आन्टीकोबाट डल्ले खोर्सानी पनि टिपै। छोरी त्यो भैँसी छ नि, भैँसी त्यो बाघमारा, म उता गएदेखि यहाँ आएको छ कि छैन? छैन त बुवा। किन? ए लु ठिकै भयो। त्यो भैँसी मसँग अस्ति रिसाएर 2 चौटा मासुमा मरेको भन्दै एउटा गएको थियो। अनि पछि फेरि सन्धिज्यू हजुर त मेरो यस्तो उस्तो भन्दै तारिफ भन्दै लुसुक्क परिरहेको थियो। त्यो दही चिउरे नआएकै ठिक छ। हल छिटो भर। हजुर बोस। बिहानसम्म घरमै भागी मेरी फुल जस्ती बुढी एकाएक कहाँ गई भन् त? यो कुरा तँलाई भन्दा अरू कसैलाई थाहा छैन मेरो भाइ। भन्दैन कहाँ गई मेरी बुढी? मलाई थाहा छ, तर म भन्दिनँ। भन्न केटा, म यसरी तडपेर बसेको कसरी हेर्न सक्छस् त भन् त? म आँखै देख्दिनँ बोस। के हो त है? आँखै पनि देख्दैनस् त है? आँखा नदेखे पनि मनले महसुस त गर्न सक्छ नि। भन्दैन कहाँ गयो भोलि? मलाई थाहा छ बोस, तर म भन्दिनँ। ए मेरो भगवान्, ए मेरो राजा, ए मेरो परात, ए मेरो उतोको टुक्रो, मुटुको टुक्रो, भन्दैन यार कहाँ गयो मेरी बुढी? तपाईँले मलाई सेक्रेटरीको मात्रै काम दिएको हो बोस। यो काम मलाई दिएको छैन, त्यसैले म भन्दिनँ। तँलाई म मारिदिन्छु है। तेरो उतोमा हानेर म पुक्लुकै ठहरै बनाइदिन्छु है। भने कहाँ गएकी छे भनेर। मलाई मारेपछि कसरी थाहा हुन्छ? ए आँखे, तँलाई नभन् भन्नलाई कति रुपियाँ दिएको छ भन् त? मलाई 100 दिएको छ, त्यसैले म भन्दिनँ। बरु म तँलाई 1000 रुपियाँ दिन्छु। भन्दैन यार। ठिक छ, ल 1000 दिने म भन्छु। लु सुन्नु बोस। ए भनेपछि त्यसो भनेर गई मलाई। त्यस्तोसम्म भनी म पनि त्योभन्दा बुट्टिक फुल बुढी बिहे गरेर त्यसकै घरको आँगनको बाटो झै बिहे गरेर म त्योभन्दा राम्री केटी लिएर आउँछु। त्योभन्दा राम्री केटी ल्याउन सक्छु नि म? सक्दिनँ त? सक्छु नि होइन? आज तँलाई नकाटी छोड्दिनँ म। कि तँ छैन साझा कि म छैन? साले नमर्दा हाप्सी के बुढी कुर्छस्? सक्छस् भने आइज मसँग सिङ्गल भिड्न। खै त बुढी, तँसँग त म खाटमा पनि भिड्छु। त्यसको लागि हो मैदान चाहिने। सालेले लास्टै फुर्ती गर्यो। खेल्छ सिङ्गल खेल्छु। लु आइज रेखा कोरी तँसँग सिङ्गल खेल्छु। आइज। दाजु, ए दाजु, हौ दाजु, म कोमामा गएको छु भनेर अघि भने होइन? तँलाई कतिचोटि भन्नु? सुन्दैनस्? तेरो कानेश्वरले काम गर्दैन कि के हो?
त्यो त हो कि दाजु, काका दान प्रसादमा खुकुरी बोकेर गएछ, तल माथि के भयो भने त बर्बाद हुन्छ त दाजु। केही ख्यास्दैन, मेरो डर चेर अभाव अहिले लुखुर लुखुर घरमा आइपुग्छ। खै हौ दाजु, यत्रो घन्टा भइसक्यो, यतिन्जेल नआएको मान्छे कतै तल माथि भयो कि बा? अरे हो त हौ काके, थुप्रै बेर पो भयो त। यतिन्जेल पनि पाउन आइसकेपछि त खोज्नु जानुपर्छ होला नि त, के हो? ज्यू दाजु, ज्यू ज्यू ज्यू। ल भिडौँ, रेखा कोरी कोरी भिडौँ। बक्सर मान्छे म धेरै बोल्दिनँ के त्यहाँ बसेर कुकुर जस्तो भुक्छस्? सक्सेस भने आइज यहाँ। तँलाई मादरबोर्ड, आज यही घरको आग्लाले तेरो डाक्ला भाग्छु म पक। यहाँ रेखा कोर्ने ठाउँ छैन, माथि चौरीमा हिँड। तँलाई रेखा कोरी कोरी तेरो आँखा छिनाउँछु म। ल कि वार कि पार, कि आज तँ छैन कि आज म छैन, बुझिस्? एकजना मर्छ आज। हिँड आइज, तयार छु आइज। ए जुत्ताले साथ दियो, देखिस् अहिले? त्यस्ता कुइया जुत्ता। हिँड। तुम्बा होइन के भयो तिमीहरूलाई? सासै जान आँटेको जसरी हस्याङ फस्याङ गर्दै आछस् त। तेरी सास जानै आँटेको होइन तुम्बा, सास साँच्चीकै जाला जस्तो छ। अलि राम्रोसँग कुरा बुझ्ने गरी भन्। भनेपछि त्यो दुईटाको नाडीमा खुब बल पसेको रहेछ। अब तिनीहरूलाई सबक नसिकाइ भएन। आज त हाप्सीसँग म रेखा कोरी कोरी खेल्छु। देखिस् यहाँ, देखिस् यहाँ हेर, म रेखा कोर्छु। कोर साले, आफ्नो काल आफै निम्ता साले। ओइ कमान। तँलाई मादरबोर्ड, आफ्नो काल आफै निम्ताइस साले। एम्बुलेन्सलाई फोन गरेर नबिर्सी, तँलाई चाँडो उपचारको लागि लान्छ, नत्र मर्लास बाटोमै छटपटाएर। यस्तो हान्छु साले। आज तेरो मैले एक सर्टमा चाहिँ नि, एक सर्टमा पानी अर्को सर्टमा जानी बनाउन सकिनँ भने नि कालीवीर दान प्रसाद होइन, बुझिस्? तँलाई मादरबोर्ड। ए एम्बुलेन्स मेरो लागि? अब हेर्दैछ तेरो हड्डी करम प्याट भाँचिन छु भने म पनि लिम्बूको छोरा होइन। अनि थाहा पाउँछस् एम्बुलेन्स कसको लागि चाहिने रहेछ। खेल्ने होइन त? खेल्ने हो, खेल्ने। आज क्यों नहीं मार रही मैंने? ये भगवान सीधों से क्या मैंने ये बाग मारा जाए ये लाउना झाड़ा ना करा मैंने तिमारा ये मार रही भाई क्या? ये सीधा है क्या? ना सीधा मैंने मैं तो कौन बोलना चाहूँगी क्या? मार्चिन क्या? मैं तो जान चुका कौन बोलना ले?
अनि तिमीहरूलाई त्यहाँ जानलाई पनि कपडा सपडा चेन्ज गरेर आउनुपर्छ। तुम्बा गाउँको केटीहरूसँग मेरो कस्तो चहल पहल छ, कस्तो छुट्टै टाइपको चाहिँ नि मेरो छ नि त तुम्बा। तपाईँ कुरै बुझ्दैन, बुढा मान्छेले यस्तो कुरो बुझ्दैन। उहाँ मान्छे मर्न लागिसक्यो होला, रक्ताम्बे भइसक्यो होला। तेरि हतारको बेलामा लतार भने जस्तो तुम्बा पनि के कुरा गरेर बस्ने भने के एउटाले आग्लो अर्कोले खुकुरी बोकेर हिँडेको छ नि, त्यहाँ रक्ताम्बे भइसक्यो होला। चाँडो हिँड्नु न यार, दिमाग खराब। बस भोक लाग्यो। बस कहाँ गयो बस? आँखा देख्ने भए पनि कहाँ कहाँ गएर खोजेर खान्थ्यो नि, आँखै देख्दिन। बस कहाँ गयो बस, मेरो बस? आउनु न आउनु, तुम्बा आउनु। तिनीहरूको डन्ठामा पानी चढेको जस्तो छ, आज सेकै नजारी हुँदैन। मदरबोर्ड डाइट पेल्नु पर्यो यार, जुत्दै नसक्ने भइरहेछ नि। तँलाई भने त मसँग सक्दैनस् भनेको, अब तँसँग कहाँ म कहाँ सक्दो रहेछु। अब बुढो भाइ यसमा अब डाइटै पेल्नु पर्ने अवस्था भयो। अनि कम्ता क्यालोरिज घट्यो, पेल पेल प्रोटिन पेल। ल म पनि पेल्छु, त पनि पेल। अर्कै पानी चढेर पो मिलेर बसिरहेको छ। मलाई त मलाई गफ हान्ने होइन तँ पाएन, बडो गफ हान्दो रहेछ। यो तल्ला घरे साइलीकोबाट ल्याए होइन, बबाल मिठो बनाऊ। बल निकाल्नलाई त भाइ खाँदै पो रहेछ त। बस बस के छ त हौ तिम्रो खबर? नलाग्ने ठाउँमा लाग्यो हो। 2 चौटा भन्छ, खास त 4 चौटा हुनुपर्ने रहेछ मर्नलाई तिमीलाई पनि है। हेरी सुँगुरै खाँदी आएपछि यसो नगर न केटा। तिम्रो मितको भए त खान्थेन होला, देन त राम्रै ल्याए त। पैसा परे चिज जो पाए त्यसलाई बाँड्नु पनि हुन्न के, बुझिनुहोस्। नबाड न त के छ र? त पनि खान्छस्? दुइटै टिप्यो यार, चितन पुग्दैन क्या। खास त हाम्रो हुनेवाला त अब सम्झिज्यू त के भन्नु, 2 चौटा भन्थ्यो या त 4 चौटा मर्दो रहेछ। के को हो यो? दिएको भयो भने खान, जे पनि घिचिहाल्छ। किन बोल्यो भने यो पनि मान्छे त मदरबोर्ड फ्रीमा खानु पाएको छु, तर खाँदो रहेछ है। बोतल पनि समातिसक्यो यिनीहरूले। अस्ति त खान्न भन्थ्यो त कुखुराको मासु, आयो त फ्रीमा पाएको छु, खानुहोस्। किन्नु पर्दा पनि नखाने छु। त्यही तल शैलीको घरबाट ल्याएको हो। अब चाहिँ ल मल पस्छ जस्तो छ है। के कसो हौ? अनि खा। तर म खाएर बजाइदिने नागुड्ने गरी हान्दैन। नाक अपरेसन गर्नु पर्ला। अनि साँच्ची यो 2 चौटा मासुमा मर्ने र यो काले हाँसीको चाहिँ झगडा परेको सुनेको थिएँ। कसरी फेरि मिलाऊ तिमीहरू यस्तो?
नसकिने रहेछ हो केटा पहिला जस्तो त यार दम बढ्यो मेरो त स्थगित पो गर्नु पर्ला छ यार हो रहेछ हौ अब बुढो भएछ हड्डी खुट्टी सबै गलेर आयो मेरो पनि स्थगितै गरौँ ल मजा छ हो जिन्दगी मजा छ फ्रीमा खानु पाइरहेको छ चुप लाएर घिच्न कति बोल्या क्या सुँगुरे नाम गरेको बङ्गुरेको नाक भएको छले चुप लाएर भएछ न दुई चटामा मर्ने मान्छे यसलाई पनि मेरो घरमा लिएर यो हाप्सीलाई पनि खुलाइदिन्छु मैले तेरै फिला काटेर खान नपर्छ है धेरै हातले भर्खर हामी वार्म अप गरेर बस्या यो सुँगुरेले त न्युनै खोज्या जस्तो लाग्यो है एकचोटि सोधे के हो जुत्छ कि के हो फर्स्ट चार्ज हान म सेकेन्ड चार्ज हानिहाल्छु गाउँका काजी हो भन होला फेरि चिनाहेनेको हाप्सीले यस्ता गाउँका नामका काजी कामले पाजीसँग हामी डराउँछौँ अहिले अलिअलि खाएर रिन 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 भएको बेलामा मैले मदर बोर्ड काजीको फेरि यहाँ देखाउँछस् नि उडाउनु नपरोस् चुप्लाएर खा फ्रीमा खानु पाएको छ चुप्लाएर खा न के को गाङ्गा गोगो गरेको ढेडीसँग के अरे जाऊ मार्नुलाई शिकार खेल्नु खालि बन्दुक देखाएर सन्दुक लुट्न खोज्छ त्यसले मलाई उसको पछाडि 20 वर्ष हिँडायो खालि झोड भन्दै तर मार्ने कहिले होइन फेरि जाउँ भन्दै हामी मिले पनि ब्रो होइन 20 वर्ष यसको पछाडि हिँड्नु चाहिँ तिमी चाहिँ के भन्ने होइन कामको मान्छे हो यस्तो पागलको पछाडि दौडिने महापागल होइन 20 वर्ष ए 20 मिनट हिँड्न सक्दिनँ म योसँग एक नम्बरको बौला लाग्छ काजीले जब यति खाएन तिमीले ठुलो कुरा गर्ने तिमीहरूको मुरले खा यसले को लाने ए आइजाउ न फेरि कहाँ गएको क्या फेरि किन बोलाएको किन बोलाएको मिलेर बस्नुपर्छ जानु न दुई चोटो मासु छ जाउँ अनि मिल्ने कुरा गरिरहेको छ तिम्रो झगडा मात्र किन बोला तैँले फेरि ठुलो कुरा गर्नुहुन्छ काजीसँग ठुलो कुरा गरे होइन हौ म त अर्कै कुरा सुनेर आइरहेको छु झन् मिलौँ भनेको ठुलो कुरा अब कहाँ ठुलो कुरा तै ठुलो कुरा गरेर लाठी हान्नु थालिस् मासु चाहिँ अझै पनि टिपि नै रहेछ यसले अझै हड्डी पनि बाँकी नछोडी टिपि नै रहेछ क्या यसले खान्न भनेर फालेर गएको थियो अघि त्यसपछि त कुकुरले नै खाँदैन होला फाले खान त अब मासु यस्तो कुरा नगरौँ मासुमा हामी मिल्नु पर्छ म पनि दुई चौटामा मरेको मान्छे त हो के बौला बौला के ल्याङ गर्न आइने के ल्याङ गर्न आइनेहरू यहाँ मिलौँ भनेर आएको मैले पनि अब आज जुत्ने शक्ति पनि छैन मिल्ने भयो मिलौँ ल चेस गरौँ ल मिलौँ ल झ्याप भयो बेलामा मलाई फेरि रोमान्टिकै हुन मन लाग्छ क्या ल कोही बाध्दैन चललाई दशा लागेपछि सहरतिर धाउँछ जसले केही गर्न सक्दैन उसले फुर्ती लाउँछ दिन बिग्रेर होला न्युको खोज्न आउँछ बेलैमा कुरा नबुझे आफै दुःख पाउँछ दिन बिग्रेर होला न्युको खोज्न आउँछ बेलैमा कुरा नबुझे आफै दुःख पाउँछ यिनीहरूलाई के थाहा यहाँ त्यसको पाउँछ सबैलाई हराएर आफै जित्ने दाउ छ सबैजनाले एउटा कुरा सुन सबैजनाले एउटा कुरा सुन के कालाएपछि त सुँगुर मुस्कुराउँछ कालाएपछि त सुँगुर मुस्कुराउँछ कालाएपछि त सुँगुर मुस्कुराउँछ कालाएपछि त सुँगुर मुस्कुराउँछ
सुँगुर मुस्कुराउनु भनेकै कालाउनु होला नि त के हो? चल्लाइ दशा लागेपछि सहरतिर धाउँछ जसले केही गर्न सक्दैन उसले फुर्ती लाउँछ दिन बिग्रेर होला न्युको खोज्न आउँछ बेलैमा कुरा नबुझे आफै दुःख पाउँछ दिन बिग्रेर होला न्युको खोज्न आउँछ बेलैमा कुरा नबुझे आफै दुःख पाउँछ तिनीहरूलाई के थाहा यहाँ त्यसको पाउँछ सबैलाई हराएर आफै जित्ने दाउँछ सबैजनाले एउटा कुरा सुन सबैजनाले एउटा कुरा सुन के कुरा के कालाएपछि त सुँगुर मुस्कुराउँछ कालाएपछि त सुँगुर मुस्कुराउँछ कालाएपछि त सुँगुर मुस्कुराउँछ कालाएपछि त सुँगुर मुस्कुराउँछ सुँगुर मुस्कुराउनु भनेकै कालाउनु होला नि त के हो?